नमस्कार साथीहरु, स्वागत छ यस बीबीएस पढ्ने घरमा। आज हामी फेरि नयाँ सेसनका साथ उपस्थित भएका छौं तपाईहरुलाई सिक्न अनि आफूले सिक्नका लागि। सिक्न र सिकाउने जमर्को जुटी नै रहेको छ। अब हामी बीबीएस थर्ड इयर अन्तर्गतको बिजनेस ल इन नेपाल बिजनेस ल को बारेमा चाहिँ के गर्ने छौं, अध्ययन गर्ने छौं। त्यो अन्तर्गतको अध्याय 19 मा रहेको छ यो अभिकरण सम्बन्धी करार। त्यो अभिकरण सम्बन्धी करार भित्र पनि हामीले अस्ति नै एकदमै इम्पोर्टेन्ट भनेर अभिकर्ताका कर्तव्य, अधिकारहरू र त्यसका डेफिनिसन पढेका थियौं। आज हामी प्रधान व्यक्तिको डेफिनिसन त्यसैगरी छ कर्तव्यहरू र प्रधान व्यक्तिका अधिकारहरूको बारेमा अध्ययन गर्नेछौं र साथै हामीले आज अनुमोदन हुनका लागि कुन कुन आवश्यक तत्त्वहरू पर्दछ त्यो आवश्यकीय तत्त्वहरूको बारेमा पनि हामी छलफल गर्नेछौं साथीहरु। यो प्रधान व्यक्तिका कर्तव्य र अधिकारहरू हामी अस्ति अभिकर्ताको कर्तव्य र अधिकारहरू पढेका थियौं। सेम टु सेम त्यस्तै रहेको छ। जस्ट हामी सानो तलमाथि ओडलाई यताउता गर्नु मात्रै छ है साथीहरु। अब हामी ढिला नगरिकन आजको टपिकमा सुरु गर्छौं। प्रधान व्यक्ति तपाई देखिसक्नु भएको छ। प्रधान व्यक्ति प्रिन्सिपल, जसलाई हामी सानैदेखि प्रिन्सिपल प्रधान व्यक्ति, तर हामी स्कुलको प्रिन्सिपल भनेर पढेका थियौं साथीहरु। आज हामी व्यवसाय अन्तर्गतको व्यवसायमा एकलौटी व्यवसाय हुन सक्छ, साझेदारी व्यवसाय हुन सक्छ हैन, कम्पनी व्यवसायहरू हुन सक्छ, कम्पनी ऐनहरू हुन सक्छ। ती विभिन्न प्रकारका संस्था, कुनै पनि संस्था, व्यवसाय वा संगठनको प्रमुख रूपमा भूमिका खेल्ने प्रमुख व्यक्तिलाई के भनिन्छ? प्रधान व्यक्ति भनिन्छ। जस्तै अब के हुन्छ, ठूला ठूला कम्पनीहरूको म्यानेजिङ डाइरेक्टरहरू भयो, सीईओहरू भयो, बैंकका सीईओहरू हैन, त्यो चाहिँ के हुन्छ, त्यो संस्थालाई स्पेसिफिक तरिकाले, व्यवसायलाई स्पेसिफिक तरिकाले सञ्चालन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने माथिल्लो तहको निकायलाई के भनिन्छ? प्रधान व्यक्ति भनिन्छ। र हामीले प्रधान व्यक्ति भनेर बुझिसक्दाखेरि अब हामी प्रधान व्यक्तिले के गर्न पाउँछन् त? ती प्रधान व्यक्तिले गर्न पाउने कर्तव्यहरूको बारेमा पनि हामीले आजको यस भिडियोमा चर्चा गर्नेछौं। कृपया अन्त्यसम्म जोडिरहनुहोला। पहिलो नम्बरमा रहेको छ पारिश्रमिक वा कमिसनको भुक्तानी गर्ने। पारिश्रमिक वा कमिसनको के गर्ने अरे? भुक्तानी गर्ने। अब कुनै पनि अभिकर्ता अथवा चाहिँ व्यवसायले कार्य गरिरहेको अवस्थामा उसले चाहे बमोजिमको यानी कि उसको पारिश्रमिक बमोजिमको के गर्नु पर्यो? पारिश्रमिक दिनु पर्यो के, तलबहरू दिनु पर्यो, रेमुनेरेसनहरू अनि कमिसनहरू चाहिँ भुक्तानी गर्न पर्यो। त्यसैगरी छ त्यो करार गर्दाकै समयमा कुनै क्षतिपूर्ति नोक्सानीहरू भएको छ भने त्यो क्षतिपूर्ति बापतको पैसा पनि दिनु पर्यो हैन। दोस्रो बुँदामा रहेको छ क्षतिपूर्ति भराइ दिनुपर्ने। त्यसैगरी छ अर्को तेस्रो बुँदामा रहेको छ अभिकर्ताको धारणा अधिकारको सम्मान गर्नुपर्ने। जुन हामीले अभिकर्ताको धारणा अधिकार हुने गर्दछ, ती धारणा अधिकारलाई हामीले उचित तवरले सम्मान गर्यौं भने चाहिँ के हुन्छ? प्रधान व्यक्तिको उचित कर्तव्य पनि निभिन्छ। त्यसैगरी चौथौं बुलेटमा रहेको छ हर्जना दिनुपर्ने। व्यावसायिक कारोबार गर्दाखेरि कुनै पनि हर्जनाहरू भएको छ भने त्यसलाई के गर्नु पर्यो? भुक्तानी दिनु पर्यो के, दिन पर्यो त्यो हर्जना। अनि अर्को पोइन्ट रहेको छ प्रतिनिधिले गरेका कार्यमा जिम्मेवार हुने। यो प्रधान व्यक्ति चाहिँ सबैभन्दा माथिल्लो तहको व्यवस्थापक जस्तो हो हैन। जस्तै कुनै स्कुलमा विद्यालयमा कुनै काम कार्य सानो तहको कर्मचारीले गर्यो भने त्यसको जिम्मेवार को हुन्छ त? प्रिन्सिपल हुन्छ नि त स्कुलको। हो त्यस्तै गरेर व्यवसायमा पनि प्रतिनिधि हुन्छ एउटा, जसले प्रतिनिधिले गरेका हरेक कार्यको चाहिँ जिम्मेवार हुने लास्ट निकाय भनेको के रहेछ त? को रहेछ त? प्रधान व्यक्ति रहेछ है साथीहरु। त्यही भएर हाम्रो यहाँ रहेको छ प्रधान व्यक्तिको कर्तव्यहरूमा पारिश्रमिक वा कमिसनको भुक्तानी गर्ने, क्षतिपूर्ति भराइ दिनुपर्ने, अनि अर्को रहेको छ अभिकर्ताको धारणा अधिकारको सम्मान गर्नुपर्ने, हर्जना दिनुपर्ने, प्रतिनिधिले गरेका कार्यमा जिम्मेवार हुने। यति सजिलो छ साथीहरु। यो चाहिँ एकदमै इम्पोर्टेन्ट पनि छ, सजिलो पनि छ। यसलाई हामी किन छोड्ने र? हामी एक्जामको लागि भएर मज्जाले पढेर जाने नि साथीहरु हैन र? ओके, अब हामी यो प्रधान व्यक्तिका कर्तव्यहरू पढाइसकेपछि हामी पढ्छौं प्रधान व्यक्तिका अधिकारहरू।
प्रधान व्यक्तिका अधिकारहरूमा पहिलो बुँदा रहेको छ क्षतिपूर्ति उठाउन पाउने अधिकार। के अरे साथीहरू, क्षतिपूर्ति उठाउन पाउने अधिकार। कुनै क्षतिपूर्ति भएको छ भने व्यावसायिक कारोबार गर्दै गर्दाखेरि हैन करारहरू गर्दै गर्दाखेरि चाहिँ क्षतिपूर्ति छ भने त्यसलाई उठाउन पाउने अधिकार पनि कोसँग हुने गर्दछ त? प्रधान व्यक्तिको हुने गर्दछ। त्यसै गरी छ अर्को नम्बरमा रहेको छ, दोस्रो नम्बरमा रहेको छ निर्देशन पालना भए नभएको जाँच गर्न पाउने अधिकार। हामीले अघि अस्तिको भिडियोमा पढेका थियौँ अभिकर्ताको कर्तव्यहरूमा चाहिँ प्रधान व्यक्तिले दिएका निर्देशनको पालना गर्नुपर्ने थियो नि साथीहरू। जस्ट हामी त्यही बुलेटलाई हामी उल्टायौँ, रिभर्स गऱ्यौँ हैन। यहाँ के छ? निर्देशन पालना भए नभएको जाँच गर्न पाउने अधिकार। प्रधान व्यक्तिले निर्देशन फलोअप गर्छ सङ्गठनलाई अगाडि बढाउनका लागि, व्यवसायलाई चाहिँ नाफामुखी गराउनका लागि। हो त्यो गर्दै गर्दाखेरि विभिन्न निर्देशनहरू पनि त दिएको हुन्छ नि त प्रधान व्यक्तिले। हो त्यो निर्देशन चाहिँ पालना गरे कि गरेनन् भनेर चाहिँ के गर्नु पर्यो त? जाँच गर्न पर्यो। जाँच गर्न पाउने अधिकार पनि कोसँग हुने गर्छ? प्रधान व्यक्तिसँग हुने गर्दछ। त्यसै गरी छ अर्को छ 3 नम्बरको पोइन्टमा रहेको छ कारोबारको हिसाब माग गर्न पाउने अधिकार। के कति कारोबार ट्रान्जेक्सनहरू भएका छ व्यावसायिक कारोबारमा हैन, ती सम्पूर्ण कारोबारको हर हिसाब माग गर्न पाउने अधिकार पनि प्रधान व्यक्तिमा हुने गर्दछ। त्यसै गरी छ अर्को 4औं नम्बरमा यानि कि 4औं बुलेटमा रहेको छ गोप्य नाफा लिएकोमा नाफा माग गर्न पाउने अधिकार। कुनै पनि गोप्य नाफा लिएको छ भने त्यसले के गर्न पाउने त? प्रधान व्यक्तिले त्यो नाफालाई चाहिँ के गर्न पर्यो? माग गर्न सक्ने अधिकार पनि रहेको हुन्छ। त्यसै गरी छ अब अर्को पोइन्ट एन्ड लास्ट एन्ड फाइनल पोइन्ट रहेको छ अभिकर्तालाई हटाउन पाउने अधिकार। यदि चाहिँ प्रधान व्यक्तिले भने बमोजिमका कार्यहरू यदि अभिकर्ताले गरेन भने त्यसलाई चाहिँ निर्देशन पालना गरेन भने चाहिँ के गर्न पर्यो त? अभिकर्तालाई आवश्यक परेको खण्डमा अभिकर्तालाई प्रधान व्यक्तिले हटाउन पाउने अधिकार पनि हुने गर्दछ। अब यो पढिसकेपछि हामी के पढ्छौँ साथीहरू? हामीले अनुमोदन वैध हुनका लागि आवश्यक तत्त्वहरू के हुने गर्दछन्, ती आवश्यक तत्त्वहरूको बारेमा पनि आजको यस भिडियोमा चर्चा गर्नेछौँ। तपाईहरू चाहिँ यो प्रधान व्यक्तिका कर्तव्य र अधिकारहरू, त्यसै गरी छ यो अभिकर्ताका कर्तव्य र अधिकारहरू चाहिँ विशेष गरेर पढेर जानुहोला साथीहरू। सोच एकदमै इम्पोर्टेन्ट रहेको छ। र हामी अब अनुमोदन वैध हुनका लागि आवश्यक तत्त्वहरू के हुन् भनेर पनि जान्दछौँ। तपाईँ देखिसक्नु भएको छ हेडिङमै अनुमोदन वैध हुनका लागि आवश्यकीय तत्त्वहरू, यानि कि इङ्ग्लिसमा भन्नुपर्दा इसेन्सियल्स अफ अ भ्यालिड रेटिफिकेसन। अनुमोदन चाहिँ वैध हुनका लागि, प्रमाणीकरण हुनका लागि के तत्त्वहरू चाहिँ आवश्यक पर्दछ? पहिलो बुँदामा रहेको छ प्रधान व्यक्तिको नाम उल्लेख भएको वा निजको परिचय खुलेको हुनुपर्दछ। जुन चाहिँ अनुमोदनमा प्रधान व्यक्तिको नाम उल्लेख भएको हुँदैन, यानि कि निजको चाहिँ परिचय खुलेको हुँदैन, त्यो चाहिँ इलिगल मानिन्छ। त्यही भएर साथीहरू प्रधान व्यक्तिको नाम उल्लेख भएको वा निजको परिचय खुलेको चाहिँ विवरण हुनु पर्यो। त्यसै गरी छ दोस्रो बुँदामा रहेको छ करार गर्दाको समयमा प्रधान व्यक्तिको अस्तित्व रहेको हुनुपर्दछ। जुन समयमा करार गरिएको हो त्यो समयमा प्रधान व्यक्तिको अस्तित्व भएन भने पनि हामीले के गर्न सक्दैनौँ त? अनुमोदन वैध भएको मान्न सक्दैनौँ। त्यही भएर के रहेछ साथीहरू? करार गर्दाको समयमा प्रधान व्यक्तिको अस्तित्व भएको हुनुपर्दछ। र तेस्रो बुँदामा रहेको छ प्रधान व्यक्ति करारको समयमा अथवा अनुमोदनको समयमा करारीय क्षमता भएको हुनुपर्दछ। जुन करार गर्ने व्यक्ति रहेको छ त्यो चाहिँ करार गर्दाको समयमा होस् या अनुमोदनको समयमा उसको उमेर 18 वर्षभन्दा माथि हुनुपर्दछ र करार गर्न लायकको हुनुपर्दछ। यानि कि होस ठेगानमा रहेको, नबहुलाएको हैन, उच्च नैतिक चरित्र भएको त्यस्ता व्यक्तिहरू चाहिँ करारका लागि योग्य मानिन्छन्। त्यस्तो व्यक्ति भयो भने पनि के हुन्छ त? अनुमोदन वैध हुन्छ। त्यसै गरी छ चौथो बुलेटमा रहेको छ प्रधान व्यक्तिलाई करारको वास्तविक तथ्य पूर्ण रूपमा जानकारी हुनुपर्दछ। करार त गर्ने तर के को बारेमा हामीले गर्ने त्यसको बारेमा त जानकारी हुन पर्यो नि त प्रधान व्यक्तिलाई, हो कि हैन साथीहरू? त्यही भएर हामी चौथो पोइन्टमा रहेको छ प्रधान व्यक्तिलाई करारको वास्तविक तथ्य पूर्ण रूपमा जानकारी भएको हुनुपर्दछ, तब मात्र अनुमोदन वैध हुनका लागि आवश्यक हुने गर्दछ।
र अर्को 5औं नम्बरमा रहेको छ अनुमोदन उचित समयमै हुनुपर्दछ। हामीले अनुमोदनलाई अगाडि पछाडि जुन मन लाग्यो त्यही समयमा गर्न थाल्यो भने जुन मन लाग्यो त्यही समयमा गर्न थाल्यौँ भने त अनुमोदनको कुनै अस्तित्व हुन्छ त हुँदैन नि त। हामीले तोकिएको समयभित्रै के गर्नुपर्छ त उचित समयभित्रै अनुमोदन गरिएको हुनुपर्दछ। त्यसै गरी 6औं बुलेटमा रहेको छ अनुमोदन गरिएको कार्य गैर कानुनी तथा प्रबन्ध पत्र तथा नियमावलीसँग बाजिने नहुने। हामी अनुमोदन गरिएको कार्य हुन्छ नि त्यो चाहिँ गैर कानुनी तरिकाको हुनु भएन। कसैको कुनै पनि कम्पनी अथवा साझेदारी फर्म अथवा चाहिँ अर्गनाइजेसनहरूको के हुने गर्छ प्रबन्ध पत्र नियमावली हुने गर्छ। त्यो नियमावली प्रबन्ध पत्रसँग बाजिने खालको भयो भने त्यो के हुन्छ त अवैध मानिन्छ के। त्यही भएर हामी चाहिँ बाजिने खालको हुनु भएन वैध हुनका लागि। र 7औं पोइन्टमा रहेको छ अनुमोदन कार्यको सञ्चार हुनुपर्दछ। के हुनुपर्छ साथीहरू? अनुमोदन कार्यको सञ्चार हुनुपर्दछ। हामीले अनुमोदन जे जति कार्य गर्छौँ त्यसको चाहिँ उचित र प्रभावकारी ढङ्गबाट सञ्चार भएको हुनुपर्दछ। अनि लास्ट एन्ड फाइनल बुलेट रहेको छ अनुमोदन व्यक्त र अव्यक्त दुवै हुनुपर्दछ। अनुमोदन व्यक्त मात्रै पनि हुनु हुँदैन, अव्यक्त मात्रै पनि हुनु हुँदैन। अनुमोदन चाहिँ व्यक्त र अव्यक्त दुवै खालको भयो भने बल्ल के हुन्छ त प्रभावकारी हुन्छ। त्यसैले हामीले आजको यो भिडियोमा प्रधान व्यक्तिका कर्तव्य अधिकारहरू त्यसै गरी छ अनुमोदन वैध हुनका लागि आवश्यक तत्त्वहरू के हुन् त्यसको बारेमा छलफल गऱ्यौँ। अब हामी आगामी भिडियोहरूमा निजी तथा सार्वजनिक ढुवानीकर्ताका ती विभिन्न अधिकार कर्तव्यहरू रहेका छन् ती अधिकार र कर्तव्यहरूको बारेमा पनि अध्ययन गर्छौँ। त्यसै गरी छ नासोको बेलमेन्ट र बेलीका कुराहरू पनि गर्ने चाहिँ छौँ। तपाईँ यो भिडियोलाई यति बेलासम्म हेरिदिनु भएकोमा धन्यवाद। सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र सकेसम्म साथीहरूलाई सेयर गरिदिनु होला। यस बीबीएस पढ्ने घरमा पक्कै पनि आएर आफ्नो नलेजहरू केही जानकारी लिनुभयो होला भन्ने आशा लिएको छु। आजलाई यो भिडियोबाट अन्त्य हुन चाहन्छु। ओझेल पढ्न चाहन्छु। नमस्ते, टेक केयर, बाय बाय एन्ड लभ यु अल गाइज।